मिठो छ अम्बो म अड्के हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। आफ्टर लङ टाइम पछि त नभनौँ धेरै दिन भएको छैन, एक हप्ता पछि मैले लङ भिडियो ल्याउन खोजिरहेको थिएँ तर भएको थिएन। आज फाइनली मैले लङ भिडियो बनाउन लागेको छ। आज भने चाहिँ हामी टक्क लाएर गाउँतिर छौँ। यति बेला अब काफल खाँदा जाँदैछौँ। यहाँबाट घरदेखि 2-3 मिनट हिँडिसक्यौँ हामी। अब अगाडितिर बढ्दैछौँ। अगाडि हुनुहुन्छ ट्याक्क लाएर मान्छेभन्दा ठुलो डोको बोक्दै मिलन तामाङ, अनि यता हुनुहुन्छ हाम्रो प्लेन भन्दा नि छिटो कुद्ने, गाडी भन्दा नि उड्ने, नाम के हो रे? तामाङ। ल ठिक छ, ओके गाइजहरू, अब हामी जाँदैछौँ उकालो चढेर। अब काफल ऐसुलु के हुन्छ गाउँमा यति बेला टन्नै पाकेको हुन्छ फलफुलहरू, खाँदै रमाइलो गर्नुपर्छ। ओके साथीहरू, हामी यति बेला चाहिँ कुला डाँडातिर आइपुगेको छौँ। कुला डाँडामा चाहिँ के छ भन्दाखेरि यत्रो बडेमानको ठुलो काफलको रुख छ। यो काफलको रुखभित्र चाहिँ हामीले रुखमा चढेर, अब भित्र त होइन रुखमा चढेर ट्याक्क लाएर के गर्नुपर्ने हुन्छ मिलन? काफल खानुपर्ने हुन्छ। ओके ल, अझै ठुलो स्वरले फेरि हाम्रो यो भित्र छिरेर चाहिँ कपाल खानुपर्ने हुन्छ गाइज। ओके, केटाले चाहिँ अब आफू भन्दा नि मान्छे भन्दा नि 2 फिट अग्लो ढोको बोकेर छ। यता हाम्रो गाउँतिर चाहिँ यसलाई खाङ्रा भनिन्छ। यता छ फेरि ठुम्लुङ, हाम्रो होमराज तामाङ हो। यो चाहिँ डेन्जर मान्छे हो। साथीहरू एकछिन यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब, लाइक, सेयर गरिदिनु होला अनि कमेन्ट पनि गर्नु होला। ओके गाइज, हामी यहाँ आइपुगिसकेको छौँ काफलको फेदमुनि। अब चढ्छौँ काफलतिर, होइन त केटा हो? ओके ल, यहाँ चाहिँ कुन चाहिँ बाँदरेहरूले यसरी भाँका भाँचेर खाएछ होइन, यस्तो चाहिँ गर्नुहुन्न। हामीले चाहिँ पाकेको खानुपर्ने हुन्छ। रुख चाहिँ फेरि यत्रो बडेमानको छ। हाम्रो केटाहरू चाहिँ फेरि टुप्पातिर चढ्छ हो। यता सानो सानो भए पनि केटाहरूलाई डर लाग्दैन। कहाँ पुग्छ मलाई बहुत डर लाग्छ। ट्याक्क पहिला सुरुमा यसरी चप्पल खोल्ने, ल केटा चढ, अनि लास्ट टाइम चाहिँ मेरो पाला आउँछ। ल, यो चाहिँ हाम्रो कुला डाँडामा रहेको गाउँकै पुरानो सबभन्दा काफलको बोट हो। ल अब चाहिँ हामी यसमा ट्याक्क लाएर चढ्दैछौँ। केटाहरू बिस्तारै लड्ला फेरि। अम्बो पाकेछ ल। केटाहरूले खाएर हगेर आधा उधी त सकिसकेछ नि। यो फिस त कति माथि चढ्छ भने फेरि लड्लै भाइ, बिस्तारी खस्ला नि फेरि ब्ल्याङ्गै। एउटा ऊ माथि पुगिसक्यो। अब म चाहिँ यहाँनिरबाट जानुपर्ने हुन्छ। अब ट्याक्क यो क्यामेरालाई चाहिँ एकछिन ब्रेक गर्छौँ। हामी चाहिँ माथि आइपुगिसक्यौँ रुखतिर। यसरी टुप्पातिर पुगिसकेको छ। केटाहरू टिप्दैछ बट्टाभट। यहाँ मैले पाइसकेको अवस्था पनि छ है साथीहरू। यति चाहिँ केटाहरूले मलाई हल्का दान गरिरहेको छ। म चाहिँ यस्तो ठाउँमा अडिरहेको छु। यहाँ यो लास्टै डेन्जर छ, डर लाग्दो रहेछ। म चाहिँ धेरै भरुखमा नचढेको, त्यही भएर लास्टै डर लाग्यो केटाहरू। तर माथि टुप्पोतिर छ। यत्रो सानो भए पनि यहाँ तल कति माथि आइसक्यौँ हामी। अब चाहिँ हामीले ध्यान दिएर बिस्तारै टिप्दै खानुपर्ने हुन्छ। स्पेसल छ। बिकेर है केटा, बिकेर है रामरी है। ओइ होमराज, यो चाहिँ मलाई लास्टै डर लाग्छ यार। यो चाहिँ लास्टै जान्छ माथिसम्म। अब हामीले चाहिँ यता छेउतिरको खोज्दै खानुपर्ने हुन्छ। अब यस्तै छ, नजिक चाहिँ अलिक काँचो हरियो नै छ। अब फर्स्ट हो, भर्खर सुरु हुँदैछ यता पाक्नलाई। केटाले पाएछ। ल खायो। अब खायो केटाले झ्याममा लाएर। ल मजा आयो होइन त? हावा चलिरहेको छ सारा रुखमा। हामी चाहिँ यस्तो माथि टुप्पोतिर छौँ। यसरी
ट्याक्क यहाँनिर काफल खाँदै यहाँनिर यस्तो दामी पाकेको छ नि यहाँनिर। अनि एकजना ऊ त्यहाँनिर छ, एकजना चाहिँ यहाँनिर बाँदर जसरी रुखमाथि चढेर टिप्दैछ है। हामी कति माथि छौँ भने 500 फिट जति माथि हाइटमा छौँ। वही केटा हो, बिस्तारै बिस्तारै हावा चलिरहेको छ फेरि। त्यही पनि हामीले काफल खानलाई छोडेको छैन, होइन त केटा हो? अच्छा, केटाहरूले चाहिँ सपोर्ट गर्छ मलाई, ठिक छ। मलाई चाहिँ यहाँ डर पनि लागिरहेछ। ओके गाइज, अब फेरि एकछिनपछि भेटौँला। म चाहिँ यस्तो अवस्थामा छु साथीहरू, यति धेरै हाइटमाथि हामी हावा चलेको छ, त्यही पनि हामी यसरी बस्दैछौँ। अब चाहिँ हामी टक्क खाएर झर्दैछौँ। केटाहरू यसरी बाँदर जसरी झर्नुपर्छ फेरि यहाँ चाहिँ, नभए चाहिँ काम छैन। यहाँ चाहिँ पशुपतिको जस्तै भएर टाडिङ प्लुडिङ झर्नुपर्ने हुन्छ। अब मेरो पाला, केटाहरू चाहिँ तल पुगिसक्यो। अब फेरि माथितिर हामी खान्छौँ, त्यसपछि भेट्नुपर्छ आज अहिलेलाई। यसरी खाएर हामी टक्क झऱ्यौँ। त्यहाँबाट झरेर फेरि यहाँनिर आइपुग्यौँ। अनि यहाँ चाहिँ केटाहरूले कलेक्सन गरेर हल्का फुल्का चाहिँ लिएको अवस्था छ। यहाँ कति केटाहरूले जम्मा पारेछन् माल हेरौँ है त। केटाहरूको फेरि डेन्जर छ नि त, हेयर स्टाइल, हेयर कटिङ, यो चाहिँ मैले बनाएको है केटाहरूको। हमराज उ त फर्क त, दामी दामी। ल यति जम्मा भएको छ अहिलेको चाहिँ हाम्रो। उफ्री पाफ्री गर्दै जङ्गलभित्र फेरि पनि हामी काफल खोज्न जाँदैछौँ साथीहरू। जङ्गलभित्र केटाहरूले यहाँ खोज्ने क्रम जारी छ। माल छ केटा हो त्यहाँ? माल खोजौँ। एकजना उता पुगिसक्यो। गुराँसको चाहिँ यस्तो हालत भइसकेको छ, फुलेर पनि सुकेर गुन्द्रुक भएको अवस्था छ। हामी चाहिँ अब यतातिर माल पनि खोज्नुपर्ने हुन्छ साथीहरू। यहाँ पाकेकै छैन त केटा, कहाँ यार, जम्मा एउटा पाएर हुन्छ। बिस्तारै बोल जाँछ भनेर भन्नु मिलेन। त्यहाँ चाहिँ अब काफल धेरै छ भन्ने कुरा आइसक्यो, त्यही भएर हामी जाँदैछौँ यताबाट भागी दौडी। ए हल्ला नगर्न भाइ, खै वाइ। ओ बिस्तारै केटो, आम्बो कति धेरै माल साथीहरू, माल आम्बो। ल यहाँ चाहिँ हामीले टन्नै माल फेला पारिसकेको छौँ। केटाहरूले यहाँ भक्का खाइरहेको छ। यहाँ केटाको लुक्स तालु हेरौँ न, तालु ढन्टट्याङ बज्ने खालको छ। खै मा झ्याक्ने, खाइदिउँ। मो वाह। अब यसलाई चाहिँ हामीले पूजा गर्नुपर्ने हुन्छ, पेट पूजा। बवाल छ बवाल। ल यो चाहिँ हामीले चाराप झिरिप्प गर्ने हो। ए नला यहाँनिर एकजना बन्दार आदमी चढिसकेको छ। हाँगा नभाज है केटा। अब यसलाई हामीले खानुपर्ने हुन्छ। कति मिठो छ। खाम केटा हो, खाम। खाइदेऊ। माया नै माया छ तिम्रो नाउँमा, पाकेको काफल खान आउन। रुख सानो फल धेरै, खाने हो यो जङ्गल सबै हो मेरै। वाह। अब हामी यो काटाकुटु खाएर फेरि एकछिन पछि भेट्ने छौँ। ओके बाई। हामीले माल यति धेरै फेला पारिसकेको छौँ कि आम्बो कति धेरै छ। यहाँ पाकेको यसरी खाइरहेको छ। केटाहरू सुती उठी कुनै रुखमा चढेर। उता छ हाम्रो मङ्की किङ, खोजिदिनु। अब हामीले यो खानुपर्ने हुन्छ काटाकुटुक पारेर
झ्यामा झ्यामा मिठो छ यसरी खानुपर्छ काफल झ्याम्क झ्यामे बिस्तारा यता मङ्की किङले चाहिँ सबै काटाकुटु खाएको अवस्था छ अब हामीले पनि खानुपर्ने हुन्छ झ्याममा लाएर हामीले फेरि अर्को रुखिया देखिसकेको छौँ पाकेको अनि यहाँ चाहिँ हामी कुदेर जानुपर्ने हुन्छ पहिला जसले जुन हाँगा छुयो त्यसकै हुनेछ सबै त्यही भएर अब हामी जाँदैछौँ यता माल खानलाई माकुरी झ्याक्ने ठुक्क पाकेको छैन क्या हो हामी खाँदा खाँदै खोज्दा खोज्दै इन्द्र भगवान्जीले चाहिँ हामीलाई पानी पठाइदिनु भएको छ हामी अट्किन्छ भनेर काफल खाने खाँदै पानी पठाइदिनु भएको छ त्यही भएर हामीलाई ल्याङ भयो थोरै थोरै पाकेको छ सो हामी काटा कुरुक्क खान्छौँ अब फेरि माथि कुद्नु पर्ने हुन्छ फेरि गम्मै कुद्नु पर्ने हुन्छ उफ छ त त्यहाँ Sila. कालो ए हाम्रो मङ्की किङले यस्तो माल भेटिसक्नु भएको छ मङ्की किङ खै हेरौँ 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 देखाऊ यहाँ हाल केटा हाल दियो केटाले मलाई यति चाहिँ थाप केटाले लियो अब हामीले यसलाई चाहिँ अब यति धेरै माल छ हामीले यो के गर्ने केटा हो मलाई बमिट आइसक्यो खाकेटा खा छिटो 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 पानी परिरहेछ कति धेरै झ्याम झ्याम ओ माई गड ऊ यता मङ्की किङ माथि टुप्पो पुगिसक्यो अब हामीले यता खानुपर्ने हुन्छ अम्बो म अड्के ल केटा छिटो झाम पानी हामी काफल खाँदा यताबाट चाहिँ ठुलो घाना गोड पानी परेको अवस्था हुनाले ए केटा अब हामी के गर्नुपर्ने हुन्छ छिटो खाएर छिटो भाग्नु पर्ने हुन्छ त्यही भएर हामी चाहिँ अब कुद्दैछौँ आउ केटा हो पानी आयो पानी आजलाई हामी भिडियो यही अन्तिम गर्छौँ ओके बाई